नमो बुद्धाय। नमस्ते साथीहरू। आज एउटा बहुत राम्रो बहुत लाभदायक यो भिडियो हुनेवाला छ, किनकि म आज आएछु धम्मतराई विपासना सेन्टरमा। अनि यो सेन्टरमा अहिले 10 दिनको शिविर पनि समाप्त गरेछु आज। अनि यो भिडियो हामी सुट गरिरहेछौँ हजुरहरूको भलाइको लागि, फाइदाको लागि। अनि के धर्म यो धम्मतराईमा के सिकाइन्छ, के हुन्छ, यसको बारेमा चाहिँ हामी कुरा गर्छौँ। अब यहाँ आएपछि 10 दिन तपाईँ यहाँ मजाको एउटा यस्तो ज्ञान सिक्नुहुन्छ जुन ज्ञान तपाईको लोक अनि परलोक बदलिदिन्छ, तपाईको भविष्यलाई, जिन्दगीलाई बदलिदिन्छ। सो यो शिविर कसरी सञ्चालन हुन्छ, कस्तो हुन्छ, के हुन्छ यहाँ, यसको बारेमा हामी बताउँछौँ यो भिडियोमा। लास्टसम्म बनिरहनु। सो एक्सक्युज मी, आइए चलिए। सो यहाँ आउन सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, यहाँ गेट छ, राम्रो गेट छ। यहाँ हेर्न सक्नुहुन्छ। यता अलि हेराउनु त यता मेन रोड जुन छ, मेन रोड जुन परवानीपुर चौकबाट पश्चिमतिर बाटो आउँछ, त्यो बाटोबाट कटेर यहाँ आइन्छ। यहाँ साइडमा तपाईँ हेर्न सक्नुहुन्छ एउटा पार्क छ, राम्रो पार्क छ। अनि यहाँ एउटा पिपलको बोट छ, पिपलको बोट पनि हराइदिन सक्नुहुन्छ। सो ओके। सो यहाँ हेर्न सक्नुहुन्छ उहाँहरू शिविर समाप्त गरेर अहिले जाँदै हुनुहुन्छ। थ्याङ्क यू, बाई। सो यहाँ हेर्न सक्नुहुन्छ उहाँहरू सबै यो शिविरमा भाग लिनुभएको थियो। अनि आज शिविर समाप्त गरेर सबै एकदम खुसी भएर जाँदै हुनुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईको शिविरको चाहिँ एउटा यो अङ्कलजी यहाँ बस्नुहुन्छ बाहिर गेटमा। जहिले आउनुहुन्छ उहाँसँग भेट हुन्छ। सो यहाँ आउन सक्नुहुन्छ। एक सेकेन्ड थोड़ा वीडियो बना दे। सो यहाँ हेर्न सक्नुहुन्छ। यहाँ हेर्नु, यहाँ वेलकम। यहाँ हेर्न सक्नुहुन्छ वेलकम बोर्ड लगाएको छ। सो त्यसपछि यहाँ हाम्रो अफिस छ विपासना सेन्टरको। अनि अफिसमा तपाईँ आउनुहुन्छ, यहाँ फर्म तपाईको यहाँ फर्म भर्नुहुन्छ, रुल्स एन्ड रेगुलेसन यही बताइन्छ। अनि त्यसपछि तपाईँ भित्र गएर भित्र तपाईको पुरै आवासहरू छ, बस्ने, खाने सबै कुराको व्यवस्था गरिएको छ। तपाईँ यहाँ आएर मजाले ध्यान गर्न सक्नुहुन्छ। सो यहाँ हेराउन सक्नुहुन्छ। यो बोर्डलाई हेराउन सक्नुहुन्छ कि यो वर्षमा कहिले यहाँ शिविर छ, तपाईँ हेर्न सक्नुहुन्छ। सो आउनु भित्र हेराइरहेछु। सो यहाँ अरू रुल्सहरू लेखेको हुन्छ, तपाईँ मजाले पढ्न सक्नुहुन्छ। अनि भित्र त मोबाइल एलाउड छैन, तर आज शिविर समाप्त भएछ। हामी यो भिडियो तपाईहरूको लागि बनाउँदैछौँ। यहाँ हेर्न सक्नुहुन्छ एकदम रुल चाहिँ धेरै स्ट्रिक्ट छ। यस्तो नबुझ्नु होला कि यहाँ मेडिटेसनमा के रुल होला, रुल त धेरै स्ट्रिक्ट छ ब्रदर। सो आउनुहोस्, यहाँ भित्र आउनुहोस्। यहाँ भित्र आउँदाखेरि कति राम्रो यहाँ तपाईँ हेर्न सक्नुहुन्छ दृश्य। यहाँको वातावरण कति स्वच्छ, कति राम्रो छ। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ अनुमति बिना प्रवेश निषेध, नो एन्ट्री विदाउट परमिसन। यहाँ महिला क्षेत्र छ, यता मात्र लेडिजहरू बस्नुहुन्छ, उहाँहरूलाई जान अनुमति छ, जेन्ट्सलाई अनुमति छैन। त्यसपछि यहाँ यतापट्टि हेर्न सक्नुहुन्छ, यतापट्टि तपाईको भोजनालय छ। यहाँ तपाईको डाइनिङ खानाको लागि व्यवस्था सबै मिलाइएको छ। त्यसपछि यता अलि अगाडि बढ्दाखेरि तपाईँ हेर्न सक्नुहुन्छ यहाँ साधना क्षेत्र यतापट्टि छ। अनि यहाँ पुरुष भोजनालय। सो यतापट्टि भोजनालय छ, यतापट्टि पनि हराइदिन सक्नुहुन्छ। यहाँ तपाईको क्यान्टिन छ। क्यान्टिनमा तपाईँ खाना खानुहुन्छ। क्यान्टिनमा
सबै व्यवस्था गरिएको छ। अनि त्यसपछि तपाईको आवास चाहिँ जेन्ट्स आवास यता छ, पुरुष क्षेत्र यता छ। अनि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ साधना क्षेत्र मेडिटेसन एरिया। सो आउनुहोस्, यहाँ अलिकति ओभरभ्यू हेर्न सक्नुहुन्छ तपाईँ। सो यहाँ आएर तपाईलाई यस्तो फिल हुन्छ जिन्दगीमा कहिले पनि यस्तो एक्सपिरियन्स पाउनु भएको छैन होला जस्तो मलाई लाग्छ। किनकि म यहाँ आएछु कति वर्षदेखि हामी यो शरीरमा छौँ, यो संसारमा छौँ, तर त्यो सबै एक्सपिरियन्स अनि यहाँ मात्र 10 दिन विपासनाको एक्सपिरियन्स, यो त्यो सबैभन्दा न्यानो अलगै बेग्लै खालको छ। सो म यही भन्न चाहन्छु कि तपाईँ 10 दिनको लागि आफ्नो जिन्दगीबाट समय निकालेर यहाँ आएर तपाईँ 10 दिन विपासना गर्न सक्नुहुन्छ। सो यहाँ हलतिर एकछिन आएर हेर्न सक्नुहुन्छ। यहाँ हल छ, भित्र जान त हामीलाई पर्मिसन छैन, तर भित्र हलमा के हुन्छ म तपाईलाई बताइदिरहेछु। त्यहाँ गद्दाहरू लगाइएको हुन्छ, मान्छे बस्ने, अनि गुरुजी बस्नुहुन्छ। त्यहाँ अडियो टेप लगाइएको हुन्छ। यहाँ हेर्नु सक्नुहुन्छ तपाईको सबै रुल्स एन्ड रेगुलेसन यहाँ लगाइन्छ। अनि भित्र यहाँ यो धम्म हल हो। हलमा चाहिँ गुरुजीको निर्देश अनुसार मेडिटेसन हुन्छ। अनि यहाँ भित्र पनि हेर्न सक्नुहुन्छ, यहाँ शून्यगार छ, पगोडा शून्यगार सेल्स, जसमा एउटा सानो सानो रुम हुन्छ। अनि त्यसमा तपाईँ मजाले ध्यान गर्न सक्नुहुन्छ। अनि यतापट्टि आवासहरू बनाइएको छ। आवास अलिकति हेरिहालौँ कि कसरी तपाईँ यहाँ यो आवासमा बसेर, यो ठाउँमा बसेर तपाईँ खानको लागि पानी यहाँ छ, गरम पानीको व्यवस्था। यहाँ तपाईको सधैँ यो चाहिँ यहाँ चेन्ज भइरहेको हुन्छ। यो 10-11 दिनसम्म चेन्ज हुन्छ यो बोर्ड, तर यो बोर्ड एउटैको एउटै छ। यो जिन्दगीमा याद राख्ने कुरा हो, अभ्यास की निरंतरता ही सफलता की कुंजी है, कन्टिन्युटी अफ प्र्याक्टिस इज द सिक्रेट अफ सक्सेस। यो कुरा चाहिँ मलाई धेरै राम्रो लागेको छ अनि यो मैले फलो गर्नेवाला छु। तपाईँ यो टाइम टेबल हेर्न सक्नुहुन्छ। बिहान 4 बजेदेखि रातिको 9:30 बजेसम्म यहाँ कार्यक्रम हुन्छ। बीचबीचमा ब्रेक हुन्छ। तपाईको समय सारणी पुरै छ। यहाँ तपाईलाई म वेबसाइट यसको यो धम्मको वेबसाइट म दिइहाल्छु। त्यो वेबसाइटमा गएर तपाईँ हेर्न सक्नुहुन्छ कि कसरी त्यहाँ रुलहरू के छ, टाइम टेबल कति छ। अनि यहाँ आएर तपाईँ यो विपासनामा भाग लिन सक्नुहुन्छ। यहाँ बस्नको लागि तपाईको रुम चाहिँ बनाइएको छ। सो एकचोटि रुम हेरिहालौँ। हजुरको रुममा जाने, मेरो रुममा आउनुहोस्, हेराउँदै जानु। ओके, यहाँ हेर्न सक्नुहुन्छ, धेरै राम्रो रुम छ। वाउ फिल लाइक रुम छ। यहाँ 9-10 दिनसम्म मान्छे मौन हुन्छ। त्यहाँ हेर्न सक्नुहुन्छ एउटा बोर्ड लागेको थियो, हेर्न सक्नु भएन, पछि हेरौँला। त्यसमा के छ, आर्य मौन लेखेको बोर्ड लागेको हुन्छ। आर्य मौन, यहाँ पुरै आर्य मौन भनेको के हो? आर्य मौन भनेको चाहिँ मात्र वाणीले मौन रहनु छैन, पुरै इसाराले पनि, आई कन्ट्याक्ट पनि हुनु परेन, त्यस्तो मौनताको साथमा यहाँ रहनुपर्छ। यहाँ तपाईँ रुम हेर्न सक्नुहुन्छ। रुम हेर्न सक्नुहुन्छ। यसमा अट्याच वाशरूम छ दुईटैतिर, अनि भित्र 2टा बेड छ। यहाँ तपाईको फ्यान लागेको छ। यहाँ तपाईको सबै सुविधाहरू एकदम ग्रेट छ। तपाईँ यहाँ बस्नुहुन्छ अनि मजाले मेडिटेसन गर्नुहुन्छ अनि आफ्नो जिन्दगीमा बदलाव ल्याउनुहुन्छ। एउटा इम्पोर्टेन्ट कुरा के भन्न चाहन्छु भने, तपाईँ सोचिरहनु भएको होला बाहिर, ल एउटा इम्पोर्टेन्ट कुरा के छ भने, यहाँ तपाईलाई कुनै चार्जेस लाग्दैन, तर यहाँ तपाईँ दान
गर्न सक्नुहुन्छ। दानको महत्त्व धेरै छ। यहाँ यो पुरै शिविरको सञ्चालन दानमा चल्छ। जुन पुरानो स्टुडेन्ट पुरानो साधकहरू हुनुहुन्छ उहाँ यो ज्ञानलाई आफ्नो जिन्दगीमा उतारेर आफ्नो जिन्दगीमा सफल हुनुभएछ, उहाँहरूले दान गर्नुहुन्छ अनि नयाँ साथीहरू पनि आउनुहुन्छ, उहाँहरू दान गर्नुहुन्छ अनि त्यो दानको बेसमा यो शिविरको सञ्चालन हुन्छ। सो साथै आफ्नो जिन्दगीबाट 10 दिन मात्र निकालेर यो ठाउँमा आएर तपाईँ एक्सपिरियन्स लिन सक्नुहुन्छ। धन्यवाद, थ्याङ्क यू। अरू केही जानकारी चाहियो भने कमेन्टमा अवश्य सोध्नुहोला। थ्याङ्क यू, धन्यवाद।